तपाईको सामान र निस्केर जानुहोस् यहाँबाट। अबदेखि आइन्दा यो घरमा फर्केर आउन तपाईको कुनै पनि जरुरत छैन। यो उमेरमा म कहाँ जाऊ? तिमीहरू बाहेक को नै छ र यो दुनियाँमा? बाबु सम्झाउन आफ्नो श्रीमतीलाई। हेर्नुस् बुवा, मैले मेरो जिन्दगी मेरो श्रीमती र बच्चासँग कटाउनु छ र मेरो श्रीमतीले जे बोल्छ नि त्यो निर्णय हो। उसै त घरमा धेरै खर्च छ हाम्रो, त्यहाँ माथि तपाईँ यो सक्दैनौँ हामी, निस्किनु त्यहाँबाट। तर छोरा, मैले त आफ्नो जिन्दगीको पुरै कमाई तिमीहरूलाई दिएँ। अब यो उमेरमा कहाँ जाऊ? त्यो तपाईँको कर्तव्य थियो र तपाईँकै आफ्नै मर्जीले गर्नुभएको थियो। अब म मेरो मर्जीले भन्दैछु, निस्किनुहोस् यहाँबाट। तर छोरा, बुढो भएको बुवालाई घरबाट निकाल्यो भने, यो समाजले थाहा पायो भने के गर्छु? इज्जत त तेरै जाने हो। बरु अहिलेसम्म घरको सबै काम गर्दै आएको थिएँ, फेरि पनि गरेरै बस्नेछु। तर छोरा, मलाई ननिकाल छोरा, ननिकाल। हेर्नुहोस् बुवा, यो घरमा साना बच्चाहरू बस्छन्। तपाईँ दिनरातको बिरामी, घरि खोकेको छ, घरि हाँछिउ गरेको छ, त्यही भएर बच्चाहरूलाई समस्या हुन सक्छ, तपाईँको रोग सर्छ। त्यसकारण तपाईँलाई हामी यो घरमा राख्न सक्दैनौँ। धेरै नाटक भयो तपाईँको। हिँड्नुहोस् सामु। सर तपाईँ? घरमा को हुनुहुन्छ? हजुर भन्नुहोस् त। यो वीर प्रतापको घर हो, उहाँलाई भेट्नुपर्ने काम थियो। उहाँ त यहाँ बस्नुहुन्न। त्यहाँ पर सोधेको यहीँ बस्नुहुन्छ भन्नुहुन्थ्यो त। पहिला चाहिँ बस्नुहुन्थ्यो, अहिले चाहिँ बस्नुहुन्न। तर किन? उहाँले हाम्रो बिमा कम्पनीमा बिमा गर्नुभएको थियो। उहाँको बिमाको 20 वर्ष पुरा भयो, त्यही भएर मैले चेक दिन आएको। बिमा चेक कतिको? 50 लाखको चेक। 50 लाख? अभिषेक के भयो? नाममा 50 लाख चेक आएको छ। हजुर, उहाँले जीवन बिमा गरेको 20 वर्ष पुरा भयो। त्यसो भए भन्नु न त, उहाँ कहाँ बस्नुहुन्छ? म त्यहीँ जान्छु। होइन, उहाँ यहीँ बस्नुहुन्छ। अघिसम्म त हजुरले यहाँ बस्नुहुन्न भन्नुहुन्थ्यो त। उसको मतलब चाहिँ अहिले उहाँ यहाँ हुनुहुन्न, म उहाँको छोरा हो। चेक मलाई दिनुहोस्, 1-2 दिन उहाँ आउनुहुन्छ अनि म दिइहाल्छु नि। आई एम सरी सर, सम्बन्धित व्यक्तिलाई बाहेक अरूलाई दिन मिल्दैन। अरू उहाँ 2-4 दिनपछि आएपछि खबर गरिदिनु होला। हस् त, धन्यवाद, थ्याङ्क यू। इन्सुरेन्स गर्नुभएको रहेछ, मलाई भन्नु पर्दैन? मलाई चाहिँ के थाहा त बुवाले इन्सुरेन्स गर्नुभएको छ भनेर। त्यति धेरै पैसा भयो त जिन्दगी आरामले बित्थ्यो होला। तिमीलाई चाहिँ हतार बुवा यहाँ हुनुहुन्न भनेर चाहिँ किन भन्नु परेको? अनि मलाई चाहिँ के थाहा त त्यो चेक दिनु आएको भनेको चाहिँ?
बाउलाई खोजेर लिएर आऊ। त्यही गर। नमस्ते। मैले सुने कि मेरो बुवा यहाँ आउनु भएको छ अरे। वीर प्रताप तपाईँको बुवा हो? हो सर। ओहो, तिमीहरूले हो जसले आफ्नो घरबाट बाउलाई गल्यात्याएर निकाल्ने? त्यहाँ बस्दै गर्नुहोस्, म बोलाएर लिएर आउँछु। बुवा, ए तिमीहरू अब के बाँकी छ र? उसको लागि तिमीहरू यहाँसम्म पनि आयो? बुवा, हामीबाट गल्ती भयो, हामीलाई माफ गरिदिनुहोस्। हामी तपाईँकै बच्चा त हो नि। जाउँ, हिँड्नुहोस् गर। बुवा, हामीबाट अन्जानमा ठुलो गल्ती भयो, हामीलाई माफ गरिदिनु बुवा। जाउँ आफ्नै घर। अब हामी तपाईँको राम्रो ख्याल गर्नेछौँ। अचम्म भएछ त, यति धेरै परिवर्तन, त्यो पनि एक हप्तामा? सर, अब उनीहरूलाई गल्ती महसुस भएको भए घर जाँदा राम्रो हुन्छ होला। मलाई थाहा छ कि यिनीहरू किन आएका हुन्। किन सर? यसको लागि। यो त चेक होइन न? हो, पुरै 50 लाखको। यिनीहरू मेरो काखको लागि होइन, लाखका लागि आएका हुन्। मैले 20 वर्ष अगाडि जीवन बिमा गरेको थिएँ, जसको अवधि अहिले सक्यो। बिमा कम्पनीको मान्छेहरूले मलाई फोन गर्दा के भएर लागेनछ, त्यही भएर उहाँहरू मेरो घरसम्म पुगेका रहेछन्। सुरुमा त यी दुईजनाले बस्दैनन् भनेका रहेछ। जब 50 लाखको कुरा आयो, उहाँ 2-4 दिनलाई घुम्न जानु भएको छ, चेक हामीलाई दिनु भनेछु। त्यसैमा शङ्का लागेपछि हामी केही दिनपछि आउँछौँ भनेर चेक फिर्ता लानुभएछ। र केही दिनपछि फोन गर्दा लागेपछि पो मलाई थाहा भयो र म आफै गएर चेक लिएर आएँ। यदि मलाई त्यो फोन नआउँदो हो त यिनीहरूको कुरामा म फसेर मलाई घर लगेर सबै पैसा लान्थे र मलाई घरबाट पहिला जस्तै निकालिदिन्थे। जब पैसा आयो अब घडिनुहोस् बुवा, मसँग पैसा नहुँदा पुग्दा समेत डिस्टर्ब हुने, रोग सर्ने, हामी रोग पाल्न सक्दैनौँ भन्ने। वाह बुवा, हामीबाट गल्ती भयो के हो बुवा? एकचोटि पनि माफ दिनुहुन्न त हामीलाई? कि हामी तपाईँकै बच्चा होइन र? जाउँ, हिँड्नुहोस् न घर। मेरो बच्चा एक त होस् जो मलाई घरबाट गलत्याएर निकालिस्, एउटा ऊ पुकार जो मेरो छोरा पनि होइन, जसलाई मैले सानोमा पढाएको थिएँ, र म यो पैसा उसैलाई दिन्छु जसले मेरो खराब समयमा ख्याल राख्यो। सर, मलाई केही छैन, भगवानको कृपाले सबै पुगेको छ मसँग। बरु तपाईँ सहयोग नै गर्न चाहनुहुन्छ भने
त्यसलाई सहयोग गर्नुहोस् जसले तपाईँले जस्तै घरबाट निक्लिनु परेर दुःख पाएको छ। ठिक भन्यो बाबु। जब यिनीहरूले मलाई घरबाट निकाले त्यो बेला मेरो दिमागले कामै गरेको थियो। कहाँ जाउँ कहाँ बसौँ यस्तो लाग्थ्यो कि म मर्दिन। तर तिमी भेटेर नयाँ जिन्दगी पाएँ र आज नयाँ दिशा पाएँ र यो सबै पैसा म वृद्धाश्रमलाई दान दिन्छु। यो सबै हजुरकै सिकायो सर। अझै तिमीहरूलाई लाज शरम भन्ने छैन? यति भन्दा पनि तिमीहरू यही छौ, निस्क यहाँबाट।